रैतीहरूको भनाइ हुन्छ नि, अमेरिकी सिनेटमा गएर राजाले भाषण गरेका थियो। अमेरिकी सिनेटमा तिमीहरूको राजाले गएर भाषण गर्दाखेरि जुम्लामा हरेक दिन एकजना महिलाले बच्चा जन्माउन नसकेर सुत्केरी पेसा लाएर मर्न पर्थ्यो। दैलेख र जाजरकोटमा झाडापखाड लाएर मरेका मान्छेहरूको काठमाडौँमा खबर आउन 2 हप्ता लाग्छ तिमीहरूको राजाको पालामा। तिमीहरूको राजाको पालामा दलितलाई गाउँमा बलात्कार गरेर बच्चा जन्माएपछि 2 मुरी धानमा कुरा मिलाएर साटिन्थ्यो। तिमीहरूको राजाको पालामा अस्तिसम्म मैले थाहा पाउँदासम्म गाउँका मान्छेहरूको जीवनस्तर कस्तो थियो? बाँदर लड्ने भिड हुन्थ्यो, गाउँका हरेक चाहिँ गोरेटोहरू हिँड्न नसक्ने हुन्थ्यो। तिमीहरूको राजाको पालाभन्दा अहिले धेरै राम्रो भएको छ हो। रैतीहरूले सोचेको जस्तो अमेरिका युरोप जस्तो नभएको हो। रैतीहरूको एउटा तर्क हुन्छ नि, बेलायतमा राजा छ, स्पेनमा राजा छ, नेपालमा पनि थियो नि रैती हो। तिमीहरूको सरदारले तस्करी गरेर सकेको किन बनाएन त? त्यति बेला भ्रष्टाचार भयो, नेताहरूले भ्रष्टाचार गरे। तिमीहरूका राजाको पालामा त्योभन्दा बढी भ्रष्टाचार भएको थियो। मुख्य कुरो के भन्दाखेरि बाहिर आएको थिएन। राजाका भान्जा, आफन्त, दाजुभाइ, मामा माइजू सबै मिलेर खाएका थिए। त्यो खबर पत्र पत्रिकामा समाचारमा आउँदैन थियो, मिडिया कम थिए। आजभन्दा बढी धेरै घटना त्यति बेथिति चाहिँ पहिले थियो क्या। रैतीहरू कहिले कुरा बुझ्छौ तिमीहरू? देश अगाडि गइसक्यो, पछाडि फर्किनेन, अगाडि जाने हो। मान्छे मन पर्दैन, 5-5 वर्षमा नयाँ छान्ने हो। आफ्ना बाआमाहरूलाई भन्ने हो यो नेता ठिक छैन, यो नेताले खराब गर्यो, राम्रा नेता गर्ने भन्ने हो। उस्तै मन भए आफै चुनावमा उठ्ने हो, आफ्नो एजेन्डा राख्ने हो। अनि पो देश भन्छ। बेरोजगारहरू जिन्दाबाद र मुर्दाबाद भन्ने अब गाउँमा चाहिँ जागा जमिन सबै बाँझा छन्, पुरै बाँझाले चाहिँ कब्जा गरिसक्यो। गरान आलु खेती गराओ, काँती खेती गराओ, फलफुल रोपाओ। विदेश जाने मान्छे विदेश जान पाएका छन्। विदेश गएर के हुन्छ? अहिले मात्र गएको विदेश, पहिले पनि गएको थियो विदेश। भारतमा सडक पेटीमा गएर चाहिँ नि कोदाले खन्ने काम चाहिँ अहिले पनि नेपालीहरूले गरिरहेको छन्। अहिलेबाट जान थाल्यो नेपालीहरू बाहिर। अहिले धेरै गए, राम्रा देश गयो, तिमीहरूलाई नेत्र बलेको। तिमीहरूको राजाको पालामा पासपोर्ट बनाउनलाई आफ्नै देशको नागरिकलाई 70-100 चोटि चाहिँ चेक गरेर 1 वर्ष लगाएर पासपोर्ट दिइन्थ्यो। ठुल्ठुला साम्राज्य के भन्छ त्यो दलालहरू मात्र चाहिँ नि, धनीहरू उद्योगपतिहरू मात्र विदेशमा पढ्न जान पाउँथ्यो। आज कम्तीमा ऋण गरेर भए पनि तिम्रा हाम्रा दाजुभाइहरू, तिम्रा हाम्रा छोराछोरीहरू चाहिँ नि विदेश जान पाछन्, पढ्न पाछन्। गर्व गराओ, खुसी बनाओ। राजा आएपछि देश सर्लक्कै हुन्छ। तिमीहरूलाई चाहिँ 2000 कमेन्टभित्र छिराएर छ गाली गलौजको एक चाहिँ नि म हिसाब गरेर चाहिँ नि अब बाहिर आउँछु। पखाओ न, चेतनाका स्तर नभएका गुहानीहरू हो।